कक्सरा समाज र नगर सङ्घले यस भूमिथानमा विधिवत तरिकाले पूजा आजा हाम्रा बाबुबाजा पुर्खाहरूले गर्दै आएको हामी बसाइसकेको क्रममा पनि हामी रोल्पा रुकुम प्युठान सल्यान लगायत विभिन्न जिल्लाहरूबाट बसाइसराई भएर आए पनि हामीले आफ्नो संस्कार संस्कृतिलाई हामीले गर्नुपर्छ भनेर गर्दै गर्दा म यस कक्सरा समाज र मगर सङ्घमा रमाइ गर्दा र मेरो भनाइमा मैले 65-66 सालतिर यो स्थानमा भूमि नाच कसरी नाच्ने भूमि पूजा कसरी गर्ने भनेर हामीले ती कुराहरू मैले अहिले सम्झिँदा अहिले धेरै विकास भएको हजुर हामीले देखेकै छौँ र सहयात्री तत्कालीन समयका मेरो नगरमा मगरसङ्घको नगरमा अध्यक्ष हुँदाको मेरो तत्कालीन समयमा कोषाध्यक्ष हुनुहुन्थ्यो श्री प्रसाद बुढा अहिले झापनबाट आएर छुट्टीमा आउनु भएको छ उहाँसँग अहिले अघि कुरा पनि भयो त्यति बेला हामीले यो ठाउँमा कक्सरा समाजले भूमि नाच कसरी नाच्ने भूमि पूजा कसरी गर्ने भनेर हामीले गर्दै गर्दाखेरि यहाँ एकातिर नाच्न पनि सिकाउनु पर्ने एकातिर वेशभूषा कसरी लगाउनु पर्ने त्यो धेरै कठिन थियो हामीले ती कुराहरू यो स्थानमा हामीले 63-64 सालदेखि हामीले पुज्दै आयौँ विधिवत तरिकाले त्योभन्दा अगाडि कहिले फुर्सखाली कहिले त्यो माथि पुलदेखि माथि पुज्ने गरेर यहाँ कच्ची थान पूजा गर्दा यहाँ दाताहरूको नाम थुप्रै छ मैले नाम लिनु अहिले यहाँ शिलालेखमा छ स्वर्गीय वीरेन्द्र मामा स्वर्गीय लालमणि मामाहरू स्वर्गीय मेरो नगर भाइ पर्नुहुन्छ एउटा दिलमान बुढा स्वर्गीय बंसिंह बुढा लगायतका दाताहरूको नाम यहाँ मेरो कार्यकालमा सबै जो यो भेरासा र बलिदिने दाताहरूको नाम मेरो कार्यकालसम्मका सबै भए गरेका कामहरू मैले प्रस्तुत गरेर मैले शिलालेखमा प्रस्तुत गरेको छु सबैले आफ्ना छोरा भर्चा नातिहरूले हेर्न सक्नुहुन्छ र यो स्थानमा हामीले कक्सरा समाजले के कति दुःख गरेछ भन्ने कुराहरू अघि सञ्चालक ज्यूले पनि भनिसक्नु भएको छ मैले भन्नुभन्दा पनि त्यसले गर्दाखेरि हामी यो ठाउँमा अबेलासम्म नाच्दा पनि पुलिसले लखेट्न आउने पुलिसले चाहिँ दबाई दिने हामीले परिपत्र गरेर पनि त्यो बेला कठिनाइ थियो गाह्रो थियो अहिले आएर धेरै विकास भएको छ खुसीको कुरा हो तपाईँ समाज एकातिर खडा भएको छ लुगुनेल समाज खडा भएको छ मिरिङ समाज वा भुजबङ्गी समाज अब एक ठाउँमा हामी अट्ने कुरो पनि भएन र हामी जो जहाँ नाचे पनि त्यो हाम्रो समग्रमा सबैको हाम्रो पहिचान हामी पहिचानदारीहरू यो राज्यले विरोध गरेको हामीलाई बिदा माग्दा पनि बिदा नदिने गर्दै गर्दा गर्दा अहिले आएर बल्ल बल्ल अहिले रोपा रुकुम अब यो बिदा अहिले लुम्बिनी प्रदेशले पनि अहिले बिदा गरेको छ दिएको छ र यो एउटा दाङलाई दाङमा मात्रै नभएर नेपालमा नेपाल अधिराज्य सबै देश विदेशमा अब यो भूमि नाच भूमि पूजा कसरी भइरहेको छ भन्ने कुरो सबैलाई थाहै छ यो नेपालका सत्ता र शक्ति यही शासकहरूले यही हाम्रो धर्म संस्कार संस्कृतिमाथि कहिल्यै पनि यो चिन्ता कहिल्यै पनि सोचेन र मैले धेरै कुराहरू गन्थन नगरेर अहिले धेरै कुराहरू हामी सबभन्दा गन्थन मन्थन भन्दा पनि हामी नाच्नुपर्ने हुन्छ
र आज अलिकति तकसेरा समाज र मैले भन्नै पर्ने हुन्छ। आज म यहाँ तकसेरा समाजले मलाई प्रमुख अतिथिमा राख्दै गर्दा मैले एउटै कुराहरू यो तिता मिठाका कुराहरू मगर सङ्घसँग अलिकति यहाँनिर किन चाहिँ आज खल्ल हुनु गयो त भन्ने कुरामा अहिले जो यो वर्तमान अहिले भर्खरै निर्वाचित भएर आउनुभएका अहिले दाङ जिल्ला सामान्य समितिका मुख्य बुढा र अहिले हाम्रो तकसेरा समाजका अध्यक्षज्यूले अलिकति सामान्य अलिकति सल्लाह पुग्यो कि भन्ने मलाई पनि कता कता खल्लो भएको छ। तैपनि फेरि पनि मगर सङ्घले पनि तकसेरा समाजका भए गरेका कामहरूलाई मूल्याङ्कन गर्नुपर्छ र तकसेरा समाजलाई अछुतो बनायो भने यो ठुलो अन्याय हुन्छ। यो कुराबाट सोच्नुपर्छ र तकसेरा समाजको लगानी भन्ने हो भने म भन्नै पर्छ। अहिले नेपाल मगर सङ्घको भवन अहिले माथि 1 करोड अहिले नेपाल सरकारले विनियोजन गरेको अहिले 1 करोडमा भवन माथि ढडेनीमा तयारी हुँदैछ। त्यो जग्गा 3 खत्ता 17 डोल त्यो जग्गा कसको पालामा त्यो जग्गा किन एउटा भन्ने कुरामा पनि तकसेरा समाजका बढी लगानी छ। त्यहाँ जो हाम्रो पूर्व अध्यक्ष खर्क बुढा मगरको पालामा त्यो माथि ढडेनीमा स्वर्गीय बमश्री बुढा मरेर गए पनि उसको भाइ विक्रम जीवित भएका हाम्रो अग्रज सल्लाहकार बुढीजीहरूले भने अनुसारमा यहाँ महिला सेवा समिति लगायत यहाँ अहिले हाम्रो अगाडि भयनिर्द आदरणीय पूर्ण कुमारी को पनि उपस्थिति छ। उहाँ फेरि जीवित हुनुहुन्छ। जसरी तकसेरा समाज र भुजबङ्गी ठमाङ्गी लगायत कसले कति दुःख गरेछ भन्ने कुराहरू माथि गुम्बा अनि माथि ढडेनीको जग्गा लगायतका कुराहरू मगर सङ्घले पनि सोच्नुपर्छ र अलिकति अहिले यो यसपालिको 10 गतेको चुनावले अहिले आएर यो तकसेरा समाजलाई एकदम अछुतो बनाएको मलाई पनि दुःख लागिरहेको छ र म कुनै पार्टीमा पनि टच नभएर यी कुराहरू कहाँ के हुन गयो तैपनि फेरि पनि यसलाई सुधार्दै जानेछौँ। हामी सल्लाह सुझाव हामीलाई अब यी कुराहरूमा कहाँ कमजोरी भएको छ यी कुराहरूमा पनि मैले सकेसम्म मैले आफ्नो विवेकले भ्याएसम्म चाहिँ यो सरसल्लाह छलफलमा हामी तारा अछुतो कोही पनि हुनु भएन। हाम्रो समाज अब यो रङ र मासु सबै यो एउटा हातले ताली बज्दैन। सबै जबसम्म हामी यो पार्टी विचार आफ्नो ठाउँमा छ सबैले आफ्नो पार्टीको कुरो मात्र गर्न लाग्यो भने यो समाज चल्न सक्दैन। सर्वपक्ष सर्वदलीय भएर मात्र यो समाज चल्न सक्छ। सर्वपक्ष सर्वदलीय भएर मात्र मगर सङ्घ चल्न सक्छ। एउटा पार्टीले चलाउने हो कि सङ्घले चलाउने हो भन्ने कुरा हुन्छ। यो तकसेरा समाजलाई एउटा उदाहरणको कुरा हो। काङ्ग्रेसले चलाइदिनु हो माओवादीले चलाइदिनु हो होइन होला नि त। त्यस्तै मगर सङ्घ त्यही हो। मगर सङ्घमा त्यही भएर अहिले चुनाव भएको छ। मगर सङ्घले मगरले चलाउनु होला नि त। मगर सङ्घमा अहिले के माओवादीले चलाउनु एमाले चलाउनु त्यसैले भनेपछि हामी कहाँ जाने हो त भन्ने कुराहरूमा अलिकति यो गम्भीर हुने कि नहुने भन्ने कुराहरूमा फेरि पनि मैले धेरै अलिकति बोल्दै गर्दाखेरि अब थोरै मैले अहिले समय भरि ल्याए जस्तो लाग्यो र फेरि पनि आज बाँकी यो कहाँ पानी पुगेर हाम्रो अब बुढाबुढी केटाकेटी सबै अग्रज व्यक्तित्वहरू दिदी बहिनी दाजुभाइहरू सबै त्यहाँ पानी पुगेर हामीलाई यो फुल सबैको हातमा सबैको कपाल कपालमा सबै यो गरेर अब दुःख गरेर आउनुभयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै अन्तमा फेरि पनि मञ्चमा आसीन अतिथि आदरणीय
बुद्धिजीवी आदरणीय अब सङ्घ संस्थाबाट पाल्नुभएका सबैलाई प्रहरी सुरक्षा मित्र लगायत सबैलाई म यस पक्षरा समाजको सल्लाहकारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट चितवन गुणको सबैलाई जेठो नमस्कार भन्दै सबैलाई शुभकामना भन्दै बिदा हुने अनुमति चाहन्छु।